मर्निङ साथीहरू, तपाईहरु कस्तो हुनुहुन्छ? आज हेर्नुस् त कस्तो राम्रो मौसम छ। आज दिन राम्रो छ, दशैंको घाम लाग्यो, कस्तो राम्रो दिन भइरहेको छ। हेर्नुस् त दार्जिलिङको पहाड कस्तो दामी छ। यो चाहिँ हाम्रो डायरी हो, तल डायरी भर्ने छौँ। टमाटर पाक्दैछ मेरो त। हेर्नुहोस् त यहाँ कस्तो लाग्दो फलेको छ। तिनवटा चारवटा टमाटर फल्दैछ मेरो। दिदीको पाकिसक्यो, रुख टमाटर पाक्यो मेरो। म चाहिँ मार्की लागिरहेको छ। स्कुस गाडीमा बसिरहेको छु साथीहरू। मार्की ल्याइरहेको भएको छ। सिँगन पुस्ता पुस्ता सानो नाक पनि लामो भइसक्यो त पुस्ता सिँगन निस्किन्छ नि टुर सिँगन निस्केर घाँटीसम्म दुखिरहेछ। आज त मैले एउटा सानो सानो भिडियो बनाएको सकेन मार्कीले गर्दा। हेर्नु सकुन्तको सानो नाक पनि ठुलो भइसक्यो मेरो त। सिँगन पुस्ता पुस्ता मार्कीले। हेलो गाइस, हेर्नुहोस् त मेरो यहाँ चिम्पिनको बोट कत्रो छ। चिम्पिनको बोट हो, फलेको छैन। अर्को साल चाहिँ फल्छ अरे, यो साल चाहिँ फलेन। इस्कुस बनिसक्यो है, हाम्रो त छैन इस्कुस। यसपालि रोपेको छ, अर्को साल त हुन्छ। अनि हेर्नुहोस् त यसपालि रोपेको घरतलुको पनि रोपेको छु मैले। घरतलुको भर्खर हुँदैछ। यसपालि माघे सङ्क्रान्तिमा चाहिँ खुवाइ हुन्छ। कतातिर छ घरतलुको बोटहरू। यो चाहिँ लङ्की पिन्डालो भन्दो रहेछ। माघे सङ्क्रान्तिमा खानुपर्छ यसको आलु चाहिँ खनेर। हेर्नुहोस् आज कस्तो राम्रो मौसम भएको छ। हिजोलेको बाख्रा हामीले एउटा माउरो बोका घाँस खाँदैछ। बाख्रा पाल्न छोडेको थिएँ, फेरि पाल्न थालेको है साथी हो। मैले चाहिँ भिडियो अझै बनाउनु मन लागेको थियो, मार्की लागेर जोराले गर्दा सकिनँ। हेर्नुहोस् यहाँ दुईवटा छ मेरो बाख्रा हिजोलेको।